आज विशेष गरेर प्रतिनिधि सभा निर्वाचनको प्रयोजनमा उम्मेदवार दर्ता गर्ने प्रक्रिया स्वरूप बागमती प्रदेश सभा सदस्यको रूपमा रहनुहुने माननीय युवराज दुलाल सिन्धुपाल्चोक 2बाट प्रतिनिधित्व गर्नुहुन्थ्यो। उहाँले चाहिँ यो बागमती प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवार बन्न जानुभएको छ। त्यसै गरेर दोलखा 1-1बाट प्रतिनिधित्व गर्नुहुने कुन्दनराज काफ्लेले पनि राजीनामा दिएर उहाँ प्रतिनिधि सभाको उम्मेदवारको लागि प्रक्रिया अगाडि बढाउन जानुभएको छ। त्यस्तै गरेर काठमाडौँ 7-1बाट निर्वाचित वसन्त मानन्दरले पनि राजीनामा दिनुभएको छ। सोही प्रयोजनको लागि काठमाडौँ 2-1बाट सुनिल केसीले पनि राजीनामा दिनुभएको छ। सोही प्रयोजनको लागि प्रकाश श्रेष्ठ काठमाडौँ 7-2बाट पनि राजीनामा दिनुभएको छ र सोही प्रयोजनको लागि अमन मास्के काठमाडौँ 6-2बाट। यसरी अहिलेसम्ममा बागमती प्रदेश सभा सदस्यको रूपमा भूमिका निर्वाह गरिरहनुहुने माननीयज्यूहरू पूर्व मन्त्रीहरू सहित 6 जनाको राजीनामा चाहिँ प्रदेश सभामा आइसकेको र प्रक्रिया अगाडि बढेको अवस्था छ।